आज भने केटाहरू झिँगे माछा खोजीमा छन्। यहाँ चाहिँ झिँगे माछा एकदमै बढी पाइन्छ। सानो खाले चाहिँ होइन क्या, ठुलो खाले झिँगे माछा हो। झिँगे माछा हेर्न चाहिँ तपाईँहरूले लास्टसम्म भिडियो हेर्नुपर्ने हुन्छ। लास्टमा मैले केटाहरूले कति मारा छन् भनेर देखाएको पनि छु है। यो चाहिँ ठुलो नहर हो, समुद्रदेखि छुट्याएर यहाँ सिँचाइको लागि ल्याएको नहर हो। यो नहर चाहिँ समुद्रदेखि आएको हुनाले यसमा माछा अत्याधिक मात्रामा पाइन्छ। अब मैले माछा पनि देखाउँछु, माछा हेर्नु होला कति मारेछन् भनेर। यो चाहिँ झिँगे माछा हो, ठुलो खाले झिँगे माछा। भिडियो कस्तो लाग्छ तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला है। धन्यवाद।